जनता समाजवादी पार्टी का अध्यक्ष उपेंद्र यादव अब कोनो बहाना में राष्ट्रपति विधेयक फिर्ता भेज नहीं सकबाक जिकिर कैलने छ। जनकपुरधाम में जसपा नेपाल का युवा संगठन समाजवादी युवा संघ नेपाल द्वारा आयोजित राष्ट्रीय युवा जमघट के संबोधन करते अध्यक्ष यादव एहन धारणा रखने छ। ओ जेहने आयल ओहने ई विधेयक पठेबाक कहैत आब राष्ट्रपति प्रमाणीकरण नहीं करबाक कहि क कोनो बहाना कर नहीं पेबाक धारणा रखने छ। अब साँच्चै ऐन बनेपछि नागरिकता दिनुपर्ने हुन्छ। नागरिकताबाट वञ्चित गर्ने साजिसको रूपमा एमालेहरूले ल्याए, राष्ट्रपतिले त्यसलाई फलो गरे। यस्तो कार्य गर्नु हुँदैन, त्यो गलत। अब के गर्ने त? अब जस्ताको त्यस्तै केही ऐन फेरि संसदबाट पास गरेर राष्ट्रपतिमा पठाउने। जस्ताको त्यस्तै केही नागरिकता ऐन फेरि संसदबाट पास गरेर राष्ट्रपतिमा पठाउने। राष्ट्रपतिले अब गर्दिन भन्न पाउँदैन। नागरिक के नागरिकता विहीन बनाउनाई, राष्ट्रियता विहीन बनाउनाई मतलब अंतर्राष्ट्रीय कानून बमोजिम मानवता विरोधी अपराध रहल कहितो राष्ट्रपति के चेतावनी देने छन्। गैर नागरिक बनाएर राख्न कुनै पनि बहानामा पाउँदैन। नागरिकताबाट वञ्चित गर्नु भनेको राष्ट्रियताबाट वञ्चित गर्नु हो। राष्ट्रियताबाट वञ्चित गर्नु भनेको राज्य विहीन बनाउनु हो। र राज्य विहीन बनाउने भनेको अन्तर्राष्ट्रिय कानून बमोजिम मानवता विरोधी अपराध। कुनै पनि नागरिकलाई नागरिकता विहीन बनाउने, राज्य विहीन बनाउने अमानवीय मात्र होइन, अन्तर्राष्ट्रिय कानूनको नजरमा अपराध पनि हो, जुन कार्य सरकारले अहिले गरिरहेको छ। कार्यक्रम में पूर्व स्वास्थ्य राज्य मंत्री डाक्टर सुरेन्द्र यादव और मध्य प्रदेश मुख्यमंत्री लालबाबू राउत युवा सबके एकजुट होब आ संघीयता बचाव में अग्रसरता देखाव आग्रह करने छन्। जो संभावना बोकेका नेताहरू पनि हाम्रो छनौटमा पर्नुपर्छ र मलाई लाग्छ कि पार्टी सुरुदेखि नै यी नेता हाम्रा युवा हाम्रा पार्टीका जुन व्यक्तिहरू पार्टीमा लागेका व्यक्तिहरूलाई मलाई लाग्छ कि हाम्रा राष्ट्रिय अध्यक्षले र पार्टीका नेतृत्वले देशमा चाहिँ सही निर्णय गर्दै आइरहेको भएको छ। पक्कै पनि आउने दिनमा यो पार्टीलाई सशक्त बनाउने जसरी हाम्रो नेतृत्व छ, नेतृत्वमा जसरी अहिले पनि मान्य राष्ट्रिय अध्यक्ष, मान्य अहिले चाहिँ संघीय परिषदका अध्यक्ष लगायतका नेताहरू, हाम्रो नेता जो आफैमा सक्षम र एकदम हिसाबले एकदमै कमिटेड व्यक्तिहरू हुनुहुन्छ र उहाँहरूको पक्कै पनि निर्देशन र उहाँहरूको दिने निर्णयले पक्कै पनि पार्टीको भोलिको भविष्य उज्जवल हुनेछ भन्ने विश्वास लिएको र आउने दिनमा यहाँहरूको भूमिका महत्त्वपूर्ण हुनेछ। यहाँहरूको भूमिका नै भोलिका दिनमा पार्टीको भविष्य तय गर्छ। त्यसैले यहाँहरूले खुलेर, यहाँहरूले एकदम एकताबद्ध भएर अलिकता गुनासो, अलिकता पीडा भए पनि त्यो पीडालाई अलिक गर्न गरेर भोलिका पार्टीको भविष्य बनाउनको लागि, भोलिका पार्टीको एउटा निर्णयमा अगाडि बढ्नको लागि यहाँहरूको अग्रणी भूमिका रहोस् र मलाई लाग्छ रहनेछ भन्ने विश्वास लिएको छु। आउने दिनमा भनिन्छ कि युवा नै परिवर्तनकारी छ। कार्यक्रम में पूर्व स्वास्थ्य राज्य मंत्री डाक्टर सुरेन्द्र यादव युवा सबके एकजुट होब आ संघीयता ऊपर आवे वाला कोनो भी खतरा षड्यंत्र के निस्तेज करे के लिए तैयारी रह धारणा रखने छन्। कार्यक्रम में युवा साथी सब कोनो भी पार्टी के प्रयोग हम सब मुख्य रूप से निश्चित हैं।
पार्टी के नीति की है, आज ये नीति बने ओकर नेतृत्व है कि मैंने आज एक पार्टी के नेतृत्व हम सब अध्यक्ष कर रहा था बहुत। कार्यक्रम में पार्टी नेत्री सुशीला श्रेष्ठ आ नेता लाल किशोर शाह सहित सब शुभकामना मंतव्य रखने छलैन। युवा संघ के राष्ट्रीय अध्यक्ष एवं मध्य प्रदेश सरकार के कृषि राज्य मंत्री योगेंद्र राय यादव के अध्यक्षता में भेल कार्यक्रम में नेता बलराम महतो सहित सबके उपस्थिति छलैन। कार्यक्रम में सांस्कृतिक कार्यक्रम समेत आयोजन कयल गेल छल। कार्यक्रम में युवा नेता जितेंद्र यादव सहित सब सहभागिता जनौने छलैन।